बरं छनी साला खुट्टा भाँचेर साला त्यसले जडीबुटी लगाइदिन्छ उता जान है के हो रे रिस उठेको बेलामा त नि म त नि पासे खुट्टा भाँची छ अरे खसाखुसी के छ त चोली चप्चे के छ पासे पासे खुट्टा भाँची ए साला कसले खुट्टा भाँची साला के को आयो मलाई त ठिकै तलै दुख्यो घोप्टे यहाँ आऊ साला दाजुले माथि दबाई पठाइदिएको छ भाइ यो पिसेर अब खुवाउँछु तँलाई उठ भनेको किन हौ साँच्ची नै टक्कै मारे पिस के हो रे न्यू खोजे के आई लात्ताल जरासला सटलाट्ने पुऱ्याइन्छ म ल ल जाति हुन्छ ल यो माथि साला दाजुले पठाइदिएछ यो पिसेर लाउने अरे हो के हो पचन्दैन त सालाजुले पठाले हो के हो हो किन उपत्री गर्नु मात्र आउँछ कहाँ हो पछि यो पिसेर खानुपर्छ याद छ नि मलाई चाहिँ ल तपाईँ अब मेरो खुट्टाले चाहिँ कहाँ हुन्छ आफै पिसेर दे ल ल ल पछि तेरो अब 3 दिनमा टुटेको हड्डी जोडिन भन्छ म मजाले पिसेर दिनुहोस् आनन्द भएर सुतिरहेछ ओ कान्छा ए सालाजी भन मैले दिपडाको दबाई तैँले गरिस् होला तपाईँ जस्तो हो तपाईँ जस्तै गोची पर फुत्तै निकालेर यो हातमा चुना फप्पै लगाएर त्यसपछि माथिबाट झ्यास हालेर माड्यो त्यसपछि यस्तो उठाए त्यहाँबाट यस्तो उगाड्यो सबै यत्रो ओडारमा हालेको जस्तो तपाईँ त्यस्तो ढिलो है चुप साला बेसी बोली क्या हो बेसी गफ नदै थियो भन कसरी गरिस् हौ तैँले दबाई मजाले सिलौटामा पिसेर त्यसपछि हरियो बनाएर त्यसपछि गिलासमा हालेर त्यहाँदेखि मजाले त्यसपछि माथि तातो पानी हालेर मजाले घोलेर चाहिँ यसलाई खुवाइदिएको मैले यो दबाई त कुटेर बोलाउने हो त पिसेर खुवाएर बोलिस् तँले दिएर दबाई के भन्छ साल दाजु कहाँ कम्ती सुनि पठाएको छु नि त्यसका अब नाटक गर्छ हान्ने हाल्नै साल उठ एकछिनै त जडीबुटी खाएर पुरै रिल्याक्स भएर सुतिरहेको के को रिल्याक्स हुनु नि मान्छे अघि मरिसकिसक्यो छु मरस